बाइबल धर्मशास्त्रमा चाहिँ बाइबल अनुसार चाहिँ सेवकमा हुनुपर्ने गुणहरू हामी हेरौँ है त। 1 नम्बरमा नम्रता। तिमीहरू एकअर्काप्रति नम्र बना भनेर भनेको छ। यो चाहिँ 1 पत्रुस 5:5 मा सेवामा के हुँदैन, सेवकमा घमण्डी हुँदैन, आफूभन्दा अरूलाई महान ठान्छ जहिले पनि। तर हामी चाहिँ के गर्छौँ, आफू नै महान ठान्छौँ क्या हामी सेवकहरू चाहिँ। तर बाइबलले चाहिँ अरूलाई चाहिँ महान ठान्नुपर्छ भनेर सिकाउँदछ। र अर्को दोस्रो नम्बरमा चाहिँ सेवकमा चाहिँ हुनुपर्ने गुण चाहिँ प्रेम, यानि कि इङ्ग्लिसमा लभ होइन। प्रेम बिना मैले जे गरे पनि केही हुँदैन भन्ने भाव चाहिँ हुनुपर्छ। यो चाहिँ 1 कोरिन्थी 13को 1-3 त्यो कुराहरू लेखिएको छ। सेवाको मूल आत्मा प्रेम हो। प्रेम बिना सेवा केवल औपचारिकता हुन्छ। हेर्नुहोस् है, त्यस कारणले चाहिँ सेवाको मूल आत्मा नै प्रेम हो भनेर हामीले त्यो विचारले चाहिँ सेवकहरूले चाहिँ सोच्नुपर्छ। र अर्को दोस्रो कुरा विश्वासयोग्यता है। जे सानो कुरामा विश्वासयोग्य छ ऊ ठुलो कुरामा पनि विश्वासयोग्य हुन्छ। यो चाहिँ लुका 16को हामी 10मा हामी पाउँछौँ। यहाँ बाइबलमा हेरौँ न त, 16को 10मा के भनिएको छ त। लुका 16को 10मा यसरी लेखिएको छ, जो थोरै कुरामा इमान्दारी हुन्छ त्यो धेरैमा पनि इमान्दार हुन्छ, र जो अति सानो कुरामा बेइमान हुन्छ त्यो धेरैमा पनि बेइमान हुन्छ। यसकारण तिमीहरू संसारिक धनमा इमान्दार भएनौ भने तिमीहरूलाई साँचो धनको जिम्मा कसले देला। हेर्नुहोस् है, एकदमै यो बहुमूल्य कुरा हो। विश्वासयोग्य भनेको चाहिँ जिम्मेवारीलाई हल्का नलिने, परमेश्वर र मानिस दुवैको अगाडि इमान्दारी हुने। हेर्नुहोस् है, एकदमै महत्त्वपूर्ण कुरा। जो मानिसको कुरालाई मात्रै होइन, परमेश्वरको कुरालाई मात्रै होइन, दुईटै कुरालाई चाहिँ इमान्दारी हुनुपर्छ। जो मानिसको कुरामा इमान्दारी हुन्छ त्यो परमेश्वरको कुरामा साँच्ची नै इमान्दारी हुन्छ है। फेरि यो कुरामा चाहिँ ग्यारेन्टीको साथ जो परमेश्वरमा इमान्दारी हुन्छ त्यो मानिसमा पनि फेरि पूर्ण रूपमा उमा इमान्दारी हुन्छ है। फेरि यो कुरा दुईटा चाहिँ एकदमै बहुमूल्य कुराहरू हो। अनि आज्ञाकारिता, दोस्रो कुरा आज्ञाकारिता। आज्ञा पालन गर्नु बलिदानभन्दा उत्तम हो। सेवक आफ्नै इच्छा होइन, परमेश्वरको इच्छा खोज्छ। हेर्नुहोस् है, सेवकहरूले चाहिँ परमेश्वरको इच्छालाई खोज्छ अरे। अनि दोस्रो कुरा वचनअनुसार चल्ने व्यक्ति, जो वचनअनुसार चल्छ त्यो व्यक्ति चाहिँ सेवक हुन सकिन्छ अरे है। अनि तेस्रोमा धैर्यता र सहनशीलता। जोसँग धैर्यता र सहनशीलता हुन्छ त्यो मान्छे चाहिँ के हुन्छ, इमान्दारी र सेवकै गर्ने योग्यको व्यक्ति हुन्छ। अनि आलोचना, अपमान र कष्ट सहन सक्ने व्यक्ति चाहिँ हुनुपर्छ है सेवकैमा। जो आलोचना खाप्न सक्दैन अनि आलोचना हुनसाथ ऊ डराएर तर्सिएर भाग्छ, त्यो व्यक्ति चाहिँ सेवकै हुन सक्दैन, सेवक बन्न सक्दैन। अनि हामी बाइबलमा हामी हेरौँ 12को 12मा है, रोमी 12को 12मा यहाँ यसरी लेखेको छ, आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरहौ। अनि 13मा चाहिँ सन्ताहरूको खाँचोमा सहायता देऊ, अतिथि सत्कार कायम राखा। यहाँ चाहिँ यसरी भनेको छ। अनि तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देऊ, नसरापा, आनन्द गर्नेहरूसँग आनन्द गर, रुनेहरूसँग रो, एक अर्कासँग मिलेर बस, अभिमानी नहौ तर नम्रहरूसँग सङ्गत गर, कहिले अहङ्कारी नहौ। हेर्नुहोस् त, सेवकमा हुनुपर्ने गुण कति बाइबलले कति आनन्दको कुरा सिकाउँछ। तर हाम्रो देशमा साँच्चै यस्तो सेवकहरू छ त? हाम्रो देश चलाउने सेवकहरू चाहिँ हाम्रो मण्डलीमा चाहिँ कतै कतै 1-2 जना नहोला, तर मण्डलीहरूमा चाहिँ अनिवार्य छ। तर तपाईँको मन्दिरमा साँच्ची त्यस्तो सेवक छ? तपाईँको पढ्ने विद्यालयमा, तपाईँको छोरा पढाउने विद्यालयमा, तपाईँको गाउँको विद्यालयमा साँच्ची त्यस्तो सेवकहरू छ? तपाईँ आफै विचार गर्नुहोस् है। अनि छिट्टै निराश नहुने। अनि अर्को पवित्र जीवन,
पवित्र जीवन एकदमै बहुमूल्य है। 6औं नम्बरमा चाहिँ पवित्र जीवन जिउनु चाहिँ अति नै बहुमूल्य र अति योग्य हुन्छ है पवित्र जीवन। अनि त्यस कारणले चाहिँ पवित्र जीवनमा चाहिँ हामी दोस्रो पत्रुसको 1:16मा हामी हेरौँ के भनिएको छ त्यहाँ। अनि म पवित्र छु तिमीहरू पनि पवित्र हौ भनेर यहाँ भनिएको छ। अनि त्यस कारणले पहिलो पत्रुस 1:16मा यसरी लेखिएको छ, बोली व्यवहार र सोच शुद्ध, पापसँग सम्झौता नगर्ने भनेको छ है। 1:16मा यसरी लेखिएको छ, किनभने यो लेखिएको छ तिमीहरू पवित्र हौ किनभने म पवित्र छु। हेर्नुहोस् त, अघि नै हामी माथि के हेरेको थियौँ भने यहाँ यतातिर कता हेरेको थियौँ, यहाँ विश्वासयोग्यता, परमेश्वर र मानिस दुवैको अगाडि इमान्दारी। हेर्नुहोस् त, यहाँ पनि के भनेको छ, तिमीहरू पवित्र हौ किनभने म पनि पवित्र छु। जो परमेश्वरलाई साँचो प्रेम ठान्छौ नि, विश्वास गर्छौ नि, परमेश्वरसँग इमान्दारी हुन्छौ नि, मानिससँग इमान्दारी हुन्छौ नि, हो त्यो व्यक्ति चाहिँ परमेश्वर पनि पवित्र थियो रे, अब हामी पनि पवित्र हुनुपर्छ भन्ने उसले सोच विचार गर्छौँ, पापसँग सम्झौदै नगर्ने। अनि 7औं नम्बरमा सेवकको के हो, हृदय। सेवकको हृदय पनि हामी हेरौँ। सेवकको हृदय मर्कुस 10:45मा, सायद मैले अर्को भिडियोमा पनि यो कुरा चाहिँ भनिसकेको छ है, अर्को भिडियोमा चाहिँ, पहिलाको भिडियोमा पनि। यहाँ 10:45मा, किनकि मानिसको पुत्र सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हो। मैले अघि नै भने परमेश्वरसँग सम्झौता गर्ने मान्छे, इमान्दारी भएको मान्छे, मानिससँग पनि इमान्दारी हुन्छ, तर परमेश्वर चाहिँ के गर्न आएको, धेरैको छुटकाराको मोल तिर्न आएको र सेवा पाउनलाई होइन सेवा चाहिँ दिन आएको हो भनेर यहाँ भनिएको छ। अनि पद होइन सेवा प्राथमिकता। हेर्नुहोस् त, हामी चाहिँ के गर्छौँ, पदलाई चाहिँ प्राथमिकता गर्छौँ तर सेवालाई होइन। अरूको खाँचोलाई पहिले देख्ने, हामी चाहिँ के गर्छौँ, आफ्नो खाँचोलाई चाहिँ पहिला देख्छौँ कि, आफ्नो परिवारको चाहिँ खाँचोलाई पहिला देख्छौँ, आफ्नो आफन्तको चाहिँ पहिला खाँचो देख्छौँ। तर हामी, बाइबलले चाहिँ के भन्छ, पहिला अरूको खाँचोलाई देखा भन्छ है। अनि 8औं नम्बरमा अब अन्तिम, आत्मिक फलहरू, फलको आत्माको फल प्रेम, आनन्द, शान्ति, धैर्य, कृपा। यो चाहिँ सेवकको जीवनमा यी फलहरू देख्नुपर्छ है। अनि यो चाहिँ गलतीको पुस्तकमा हामी हेरौँ, गलतीको पुस्तक 5:22 र 23मा हामी हेरौँ। यहाँ यसरी लेखिएको छ 22मा, तर पवित्र आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वासता, नम्रता, स्वयं हुन्। यस्ता कुराहरूका विरुद्धमा कुनै व्यवस्था नै छैन। हेर्नुहोस् त, तर हाम्रो देशमा चाहिँ त्यो अब फेरि नेताको नाम नलिउँ भनेको लिनै मन लाग्यो होइन, पर्यो। अब हार्का सम्बङले एउटा कुरा भनेको थियो नि, हाम्रो देशमा संविधान नै छ, के अरे संविधान भएको देश तर खाने धान नभएको देश भन्छ होइन। अनि अर्को, धारै संविधानको धारै धारा भएको देश तर खाने पानीको धारा नभएको देश हो हाम्रो देश। यो के कारणले हो त भन्दाखेरि, यी फलहरू नफलाएको कारणले, त्यस्ता अगुवाहरू भएको कारणले, त्यस्ता सेवकहरू भएको कारणले चाहिँ यस्ता दुःख पाएको हो। त्यस कारणले आज हामी जनताहरूले पनि असल कुरालाई छानौँ र अब चाहिँ यी शब्दहरू नै, यी बाइबलले हामीलाई यस्ता शिक्षाहरू दिएको कारणले चाहिँ आज हामी क्रिस्चियनहरू चाहिँ साँच्ची नै भन्ने हो भने हाम्रो देशको लागि साँच्ची नै माया धेरै गर्छौँ। हामी के गर्छौँ, राजनीति फोरी खेल भनेर हामी कहिले पनि भन्दैनौँ। यो चाहिँ व्यक्तिले फोरी खेल बनाएको हो। हामीमा चाहिँ यी फलहरू फलायौँ भने चाहिँ यो राजनीति चाहिँ एकदमै शुद्ध खेल हुनेछ। हुन्छ, धन्यवाद।